नमस्कार, यहाँलाई मेरो स्वर्ण दृष्टि युट्युब च्यानलमा हार्दिक स्वागत छ। आजको भिडियोमा म यहाँलाई साढे साती अर्थात् शनिको बारेमा, राहु महाराजको बारेमा, त्यसै गरी यहाँलाई देवगुरु बृहस्पतिको बारेमा चर्चा गर्न चाहन्छु। त्यो पनि यहाँको लागि 83 साल, 84 साल र 85 साल तपाईको लागि कस्तो रहनेवाला छ। तपाईँ मीन राशि भएका महानुभावहरू, तपाईँ यति बेला मध्य साढे सातीमा तपाईँ ग्रसित रहँदै गर्नुहुनेछ। यो साढे साती, मध्य साढे साती तपाईँको लागि कहिले, जुन यहाँलाई अन्त्य साढे सातीमा जाँदैछ, त्यस पश्चात तपाईँको लागि राहु ग्रहले कहिलेबाट तपाईँको लागि अझ सहजीकरणको भूमिका तपाईँको जीवनमा खेल्नेवाला छ। त्यसै गरी देवगुरु बृहस्पतिको गोचर तपाईँको राशि कुण्डलीमा कस्तो रहेको छ, आजको भिडियो यो बारेमा तपाईँको लागि राख्न चाहन्छु। जति पनि तपाईँ मीन राशि हुनुहुन्छ, मीन राशिले आजको भिडियो हेर्दै गर्नुहुन्छ भने आजको भिडियोमा म यहाँलाई फेरि पनि भन्न चाहन्छु, बृहस्पति, राहु, शनि यी विविध प्रकारका ग्रहहरूको बारेमा चर्चा गर्न चाहन्छु। त्यो पनि यहाँलाई 83, 84 र 85 केवल 3 वर्ष तपाईँको लागि कस्तो छ त, ग्रहले के भन्छन् तपाईँको लागि, यिनै विशेषतामा सेरफेरोमा चर्चा गर्न चाहन्छु। मीन राशि भन्ने बित्तिकै तपाईँको राशिको स्वामी हो देवगुरु बृहस्पति। बृहस्पति ग्रह यति बेलाको टाइमिङमा परम उच्च राशिमा छन्। तर यो श्रावण महिनामा, 83 सालको श्रावण महिना भने अस्त छ बृहस्पति ग्रह। किन अस्त भइरहेको त भन्दा, श्रावण महिनामा सूर्य ग्रह कर्कट राशिमा गोचर गर्दछ, जुन यही सँगसँगै देवगुरु पनि बृहस्पति हुँदा रहँदाखेरि सूर्यको प्रकाशले, सूर्यको तेजले तपाईँको राशिको स्वामीको काराग्रहलाई कमजोर बनाइदिएको छ, अथवा यसको पावर, यसको लस्ट गराइदिएको छ, महत्त्वपूर्ण विषयवस्तु त। तर पनि तपाईँको लागि यो राशिको स्वामी उच्च राशिमा गोचर गर्ने यो 2083 साल तपाईँको लागि समग्रमा मध्य साढे सातीबाट तपाईँ रहेर अघि बढ्दा पनि तपाईँलाई सबैभन्दा बढी सकारात्मक छ। राम्रो खालको परिस्थिति तपाईँले जीवनमा पाइरहनु भएको छ। त्यसैले प्रिय तपाईँ मीन राशि भएका महानुभावहरू, तपाईँको शिरमा भने यहाँलाई शनि ग्रह पनि छन्, शनि महाराज पनि छन्। शनि महाराजले कस्तो फल तपाईँलाई दिनेवाला छ त? लग्नमा शनि ग्रह बस्दाखेरि जीवनमा अलिकति अब्जसहरू तपाईँले सामना गर्न पर्ने परिस्थिति तपाईँको लागि रहन्छ। किन भन्दा यहाँलाई शनि ग्रह जब तपाईँलाई शिरमा आएर बस्यो, अलिकति शिर भारी हुन्छ, गोचर अलि यहाँ तपाईँको शिरहरूमा गरुङ्गो हुन्छ, बोर लाग्न सक्छ, दिक्क लाग्न सक्छन्। इभन यस्ता खालका समय परिस्थितिहरू केवल तपाईँले सामना गरिरहनु भएको हुन्छ। त्यसैले तपाईँ यो हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ, पहिलोपल्ट हेर्दै गर्नुहुन्छ भने यो च्यानललाई जोडिनको लागि अहिलेसम्म तपाईँले सब्सक्राइब गर्नु भएन भने प्लिज सब्सक्राइब गरिदिनु होला। सँगै रहिरहेको बेल आइकनमा दबाई अलमा क्लिक गर्न भने नभुल्नु होला। यहाँको माझबाट अगाडि बढ्न चाहन्छु। लग्नमा बसिरहेको शनि ग्रहले तपाईँको लागि अरूले उन्नति प्रगति गरिसके, मैले मेरो उन्नति प्रगति कहिले हुन्छ, कुन ढङ्गबाट अगाडि बढ्छु होला, यो प्रकारको जिज्ञासा रहन्छन्। महत्त्वाकांक्षा अलि बढी धेरै लिन सक्ने परिस्थितिमा तपाईँ मीन राशि रहनुहुनेछ। मीन राशि भएका प्रिय महानुभावहरू, लग्नको शनि ग्रहले तपाईँको लागि भने महत्त्वपूर्ण प्रकारका जिम्मेवारीहरू पनि तपाईँलाई थपिने हो। शनि ग्रह भनेको एउटा त्यो जिम्मेवारीको काराग्रह हो। शनि ग्रह भनेको एउटा त्यो न्यायको देवता हो। न्यायको देवता अर्थात् शनि महाराजले मीन राशिमा केवल तपाईँको शिरमा आएर गोचर गरिरहँदाखेरि तपाईँको लागि यस अवधिमा तपाईँको लागि जिम्मेवारीको ठुलो भारीहरू केवल तपाईँले बिसाइरहनु पर्ने छ। तपाईँले भनेको बोकिरहनु भएको छ, त्यो तपाईँको शिरमा बिसाइरहनु भएको छ, शिरमा विराजमान छन्। त्यसैले गर्दाखेरि तपाईँलाई चुनौतीहरू एकदम धेरैभन्दा धेरै आउँदै जानेवाला छन् तपाईँ मीन राशिको लागि।
तर यो तपाईँको लागि मध्य साढे साथी हो। मध्य साढे साथी तपाईँको लागि 2.5 वर्षसम्म रहने हो। यहाँको लागि हेर्नु पर्दा यो 82 साल पुरा 83 साल पनि पुरा रहन्छन् र यहाँलाई 84 साल भने माघ महिनाको फेरिको टाइमिङमा भने शनि ग्रहले घर परिवर्तन गर्छन्, तब तपाईँलाई अन्त्य साढे साथी रहन्छ। यसभन्दा अगाडिको तपाईँको लागि धन्य यहाँको लागि कुम्भ राशिमा शनि 2.5 वर्ष र यहाँको लागि यहाँ तपाईँको लागि 1 वर्षभन्दा बढी धन्य तपाईँले यहाँले 4.5 जतिको अवधि तपाईँले धन्य गोचरमा यो प्रकारको पीडाहरू सामना तपाईँले गरिसक्नु भएको छ। अब रह्यो तपाईँको लागि फेरि अब तपाईँको लागि 3.5 अथवा फेरि अब तपाईँलाई धन्य 4 जतिको अवधि 3.5 जतिको अवधि छ तपाईँको लागि। त्यो 3.5 जतिको अवधि तपाईँको जीवनमा अब कस्तो रहन्छ त? यो मध्य साढे साथीले तपाईँको लागि चिन्ताहरू थपिँदै जान्छ। तर पनि तपाईँको लागि यो 82 साल हेर्नुपर्दा राशिको स्वामी परम उच्च राशिमा गोचर गरिरहेको हुनाले शनि ग्रहको पनि पुनः चरणको दृष्टि तपाईँको शिरमा रहिरहेको हुनाले जति मध्य साढे साथीबाट तपाईँलाई जति तनाव हुनुपर्ने हो मीन राशिको लागि त्यति धेरै तनावको परिस्थितिमा तपाईँको लागि अवश्य पनि तपाईँले चिन्ता लिनुपर्ने परिस्थिति छैन। तर पनि साढे साथी त छ, तर पनि काम कार्यहरू ढिला त अवश्य पनि बढ्छन्। तर तपाईँले यो वर्ष आफ्नो जीवनका जुन एउटा बन्द ढोकाहरूलाई अथवा जीवनमा एउटा रोकिएका काम कार्यहरूलाई फेरि एउटा सुचारू गर्न सक्ने परिस्थितिमा केवल तपाईँ जाँदै गर्नुहुनेछ। त्यसैले प्रिय तपाईँ मीन राशि भाग्य महानुभावहरू, तपाईँको जीवनको लागि त्यो भाग्यदेका ढोकाहरूले फेरि पुनः एउटा बाटो लिँदै जाने ट्र्याक लिँदै जान सक्ने समय परिस्थिति तपाईँले जीवनमा पाइरहनु भएको छ। मीन राशि भाग्य महानुभावहरू, त्यसैले यहाँको लागि तपाईँले यो 83 साल तपाईँको लागि समग्रमा हेर्नुपर्दा निकै राम्रो छ। जीवनमा केही महत्त्वपूर्ण सकारात्मक प्रकारका भाग्योदयका ढोकाहरू तपाईँको लागि खोलिनेवाला छन्। तपाईँको राशिको स्वामी देवगुरु बृहस्पति परम उच्च राशिमा गोचर गरिरहेको हुनाले यो 83 साल तपाईँको लागि धेरै समस्यासँग तपाईँ जुझ्न नपर्ने, केही हदसम्ममा जीवनलाई अलिकति जीवनको एउटा आफ्नो एउटा जीवनकै छुट्टै एउटा कलाहरू जीवनको यात्राहरूमा तपाईँको लागि सहजीकरणको भूमिका तपाईँलाई यसले अवश्य पनि निर्माण गर्नेवाला छ। यो 2082 साल तपाईँको लागि के कस्तो रहन्छ त समग्रमा? 82 सालको लागि मीन राशि भएका महानुभावहरूको लागि यदि तपाईँ विवाह बन्धनमा जोडिन चाहनुहुन्छ भने यो वर्ष तपाईँको लागि उपयुक्त नै छ, राम्रो छ। तपाईँ मीन राशि भएका महानुभावहरूलाई यो 2083 साल, मैले यहाँलाई माथि 82 साल भनेको भए सही, तर 83 साल तपाईँको लागि विवाह बन्धनमा जोडिनको लागि सबैभन्दा उपयुक्त छ, राम्रो छ। यो 83 साल तपाईँलाई विद्यार्थी वर्गको लागि कुनै पनि महत्त्वपूर्ण प्रकारको परीक्षाहरू दिँदै गर्नुहुनेछ। त्यो परीक्षाहरूमा भने जस्तो प्रकारको परिस्थितिहरू तपाईँले कस्तो राम्रो आओस् भने जस्तो परिस्थिति सोचिरहनु भएको छ, सङ्कल्प लिइरहनु भएको छ भने त्यो तपाईँको लागि सकारात्मक प्रकारको परिस्थिति तपाईँले जीवनमा पाउनुहुनेछ। त्यसैले मीन राशि भएका महानुभावहरू विद्यार्थी वर्गको लागि यो 83 साल समग्रमा राम्रो छ। यदि तपाईँ यो 83 साल जागिर खाइरहनु भएको छ, जागिरको लागि क्षेत्रमा कस्तो छ त भन्दा जागिरको क्षेत्रमा तपाईँले आफ्नो एउटा बुद्धि विवेकहरूलाई अगाडि बढाउने, जागिरको क्षेत्रलाई अझ राम्रो ढङ्गबाट अगाडि लाने, तपाईँको जीवनमा एउटा त्यो सकारात्मक प्रकारको परिस्थितिका योगहरू मोमेन्टहरू तयार गर्न सक्ने परिस्थिति केवल तपाईँ मीन राशिको लागि यो 2083 साल बनिरहेको परिस्थिति छ। त्यसै तपाईँ यदि जागिरमा खाइरहनु भएको छ भने जागिरमा उन्नति प्रगति बढुवा कतिपय विषयवस्तुहरू हुन सक्ने परिस्थिति पनि तपाईँलाई बनिरहेको परिस्थिति छ। किन भन्दा कर्मस्थानको मालिक देवगुरु बृहस्पति परम उच्च स्थानमा, त्यो पनि 5म स्थानमा
उच्च राशिमा विराजमान छन्, जुन बुद्धि विवेकले काम गर्ने र तपाईँको लागि क्षमता अझ बढी व्यापक तरिकाले अगाडि बढ्न सक्ने परिस्थिति तपाईँ मीन राशिले पाउँदै गर्नुहुनेछ। त्यसैले यहाँको लागि जागिरमा पदोन्नतिको योग छ। तपाईँ यदि आफ्नै प्रकारको काम कार्य व्यवसायहरू गरिरहनु भएको महानुभावलाई कस्तो छ त भन्ने लाग्न सक्छ। त्यो पनि तपाईँको लागि समग्रमा 2083 साल सकारात्मक प्रकारको योग छ। जति राम्रो गर्न पर्ने हो त्यति नै राम्रो गर्न नसके तापनि आंशिक ढङ्गबाट तपाईँले जीवनलाई एउटा अलिकति अगाडि बढाउन सक्ने एउटा त्यो शक्ति, एउटा इनर्जी, तागत तपाईँमा अपार रहनेवाला छ। त्यसैले यो कुराहरू किन भइरहेछ त भन्दा तपाईँको राशिको स्वामी पनि देवगुरु बृहस्पति, यो बुद्धि विवेक र एउटा ज्ञान मार्गमा लान सक्ने कारग्रह पनि देवगुरु बृहस्पति, कुल देवताको कारग्रह पनि देवगुरु बृहस्पति, जुन कारग्रह परम उच्च राशिमा बसिरहेको हुनाले तपाईँलाई 2083 साल ठुलै प्रकारको सङ्कटहरूबाट बचाउन सक्ने योग छ। जीवनमा अनेकौँ प्रकारका कष्टहरू, कतिपय कुराहरू, महत्त्वपूर्ण प्रकारका सामनाहरू तपाईँले यदि गर्न परिरहेछ भने पनि तपाईँलाई 2083 साल ती खराब तत्त्वहरूलाई जीवनमा भनेका अनेकौँ प्रकारको दुर्गतिहरूलाई नाश गर्न सक्ने क्षमता केवल देवगुरु बृहस्पतिमा छ। त्यो मानेमा तपाईँलाई 2083 साल समग्रमा सकारात्मक छ। त्यो राम्रोपन तपाईँले पाउँदै जानुभएको छ। त्यसैले 82 साल तपाईँको लागि दाम्पत्य जीवनको क्षेत्रमा कस्तो छ त भन्दा यो 83 साल तपाईँको लागि समग्रमा दाम्पत्य जीवनमा कस्तो छ त भन्दा दाम्पत्य क्षेत्र तपाईँलाई समग्रमा राम्रो छ। यदि पति पत्नी बिचहरूबाट तपाईँको गरेका व्यापार व्यवसायहरू पनि एउटा मूर्त रूप पाउन सक्ने परिस्थिति तपाईँलाई बनिएको परिस्थिति छ। दुईजनाले गरेको काम कार्यहरू उत्कर्षमा पुग्नेवाला छ। दुईजनाले गरेका सहकार्यहरू अझ राम्रो बन्न सक्छ। तपाईँको श्रीमतीको अर्थात् तपाईँ मीन राशि भएका महानुभावहरूको तपाईँको श्रीमतीको अथवा तपाईँ दाम्पत्य जीवनको श्रीमानको होस् वा श्रीमतीको होस् केही उन्नति प्रगतिहरू हुन सक्छन्। केही महत्त्वपूर्ण प्रकारको हाइटहरू लिन सक्ने परिस्थितिका घटनाक्रमहरू केवल तपाईँको लागि बनिरहेको परिस्थिति छ। यहाँलाई व्यापार बिजनेसमै राम्रै रहन सक्ने यो बनिरहेको परिस्थिति छ। तर तपाईँको लागि यो 83 साल दाम्पत्य जीवनमा हेर्नुपर्दा शनि ग्रहको दृष्टि छ, वक्रै चरङको दृष्टि छ यो श्रावण महिनामा। श्रावण महिनामा दाम्पत्य जीवनमा कहीँ कतिदेखि अलिकति थोरै प्रकारको कतिपय विषयवस्तुले अलिकति मूर्त रूप नपाएको, कन्फ्युजनहरू भइरहेको, पुरा जे गर्न पर्ने हो त्यो ढङ्गबाट अलिकति सेयरिङ काम कार्यहरूमा कतिपय छलफलहरू नगरिरहेको, यस्ता खालको कतिपय पनहरू केवल तपाईँले जीवनमा पाइरहनु भएको छ। त्यसैले यो 2083 साल तपाईँलाई दाम्पत्य जीवनसँग पति पत्नी बिचका क्षेत्रहरूमा समग्रमा राम्रो छ। रहेको कुरो यहाँलाई भाग्यले कतिको साथ दिन सक्छ, यो परिस्थिति तपाईँलाई राम्रो छ। सन्तान सम्बन्धी यदि तपाईँ एउटा सन्तानको चाहना लिइरहनु भएको छ, अब त्यो सन्तानको ढोकाहरू खोलिने योग छ। सन्तानका जन्मको कारणले तपाईँको भाग्यदेवका ढोकाहरू खोलिनेवाला छ। किन सन्तान स्थानमा देवगुरु बृहस्पति परम उच्च छन्। त्यही भएर तपाईँलाई सन्तानले जब सन्तान पैदा हुन्छ तब जीवनमा एउटा भाग्यदेवका ढोकाहरू खुल्दै जान सक्ने परिस्थिति केवल तपाईँले सामना गरिरहनु भएको परिस्थिति रहन्छ। तपाईँलाई प्रिय तपाईँ मीन राशि भएका प्रिय महानुभावहरू यहाँको लागि यो 2083 साल समग्रमा तपाईँको लागि राम्रै खालको परिस्थिति छ। केही महत्त्वपूर्ण चुनौती, केही सामनाहरू गर्न परे तापनि तपाईँलाई समग्रमा राम्रै ढङ्गबाट अगाडि बढ्नेवाला छन्। तर तपाईँलाई कति तनावहरू चाहिँ हुन सक्छन्। काम कार्यहरू ढिलो भन्दै जान सक्ने परिस्थिति तपाईँले अवश्य पनि भोग्नुहुनेछ। र यहाँलाई कतिपय कुराहरूमा कुन कुरामा ध्यान दिनुपर्ने छ त भन्दा अग्रजहरू अथवा दाजुहरूसँग भनेको सम्बन्धमा भने ध्यान दिनुपर्ने छ। किन भन्दा शनि ग्रहको दृष्टि यहाँलाई तेस्रो घरमा छ। तेस्रो घरबाट दाजुहरू पराक्रमहरू हेरिन्छन्। यो कुरा पनि तपाईँको लागि केही थोरैले विचित्रात्मक हुन सक्छ। घाँटी सम्बन्धी वा तपाईँलाई छाती सम्बन्धी कहीँ न कतै तरिकाले तपाईँलाई समस्याका परिस्थितिका योग हो तपाईँलाई बनाउन सक्ने चान्सेसहरू यहाँलाई बनिरहेको परिस्थिति छ। प्रिय तपाईँ मीन राशि भएका महानुभावहरू तपाईँको लागि यसले अर्को के छ भन्दा जागिर त भएन जस्तो तरिकाले भयो, तर राम्रो भयो। तर समयहरू अलिक बढी दिनुपर्ने, अलिक बढी मेहनत गर्नु परिरहेको परिस्थितिहरू तपाईँले अवश्य पनि रहन सक्छन्। यो कुरामा तपाईँलाई ख्याल गर्नु होला।
किन शनि ग्रहको दृष्टि छ यहाँ कर्मस्थानमा, त्यो कारणले छ। तर यहाँ यो स्थानको मालिक बृहस्पति ग्रह उच्च छ, तर बृहस्पतिले शनिलाई दृष्टि दिइरहेको हुनाले यी कतिपय ग्रहहरू 82 साल समग्रमा तपाईँलाई सबैभन्दा बढी राम्रो छ। तर 82 साल तपाईँको लागि योभन्दा 82 सालको मङ्सिर महिनाको 19 गते भित्रसम्म तपाईँलाई गएर राहु महाराजले कुम्भ राशिमा तपाईँको व्यय स्थानमा गोचर गर्दैछन्। तर यी सबै कुराहरू राम्रो हुँदा हुँदै पनि कुनै कुरामा भने तपाईँलाई केही थोरै समस्याहरू त अवश्य पनि पैदा भइरहेको उपस्थिति छ। त्यो भनेको के हो? राहु ग्रह भनेको छल कपटको कारक ग्रह हो। यो 12औं स्थान भनेको नोक्सानी, झै झमेला, तनावको स्थानको मालिक हो। जुन स्थानमा राहु ग्रह रहनुले कतिपय कुराहरू गरेर कानुनी झै झमेलाका कुराहरू, अडचनका कुराहरू, विवादका विषयहरू, मुद्दा मामिलाका कुराहरू, वैदेशिक सम्बन्धीमा यात्रा गर्दाखेरि खर्चका कुराहरू यद्यपि पनि तपाईँलाई बन्दै जान सक्ने उपस्थिति छ। तर कामै पुरै नहुने भन्ने त्यो होइन, तर बढी खर्च लाग्न सक्छ। यो मङ्सिरको 19 गते भित्रमा तपाईँले गरेको काम कार्यहरू चाहिँ जति हाइट लिनुपर्ने हो, जति एउटा त अपेक्षा गर्नु भएको छ त्यति नहुन सक्छ। त्यसपछि कस्तो रहन्छ त राहुको पोजिसन मङ्सिरको 19 गते पछाडि भन्नुपर्दा, मङ्सिरको 19 गते पछाडि राहु ग्रह वक्री यात्रामा फेरि आफ्नो यात्रा अगाडि बढाउँछन् र लाभ हाउसमा जान्छन्। त्यसपछि तपाईँलाई भने सुत्न पनि आनन्द लाग्छ, सुत्दा पनि तपाईँलाई गएर बरबराउने, चस्किने, झस्किने, राति राति उठ्न सक्ने यी कतिपय कुराहरूबाट तपाईँलाई मुक्त मिल्नेवाला छ। केही सकारात्मक परिस्थितिहरू त तपाईँले अवश्य पनि पाउनुहुनेछ। मङ्सिर 19 गते पछाडि भने तपाईँको जीवनमा एउटा ठुलो एउटा काँडो झिकिरहेको जस्तो महसुसहरू तपाईँले अवश्य नै पाउनुहुनेछ। राहु ग्रहले त यो मङ्सिर महिनाको 19 गतेबाट परिवर्तन गर्ने रहेछन्, तर त्यसपछि लाभ हाउसमा जाने रहेछन्। लाभ हाउसमा जाँदाखेरि तपाईँको लागि राहु ग्रहको पोजिसन लाभ हाउसमा राम्रो छ। केतु ग्रह पञ्चम स्थानमा आउँछ। मङ्सिर महिनाको 19 गतेबाट केतु ग्रह पनि यहाँलाई पञ्चम स्थानमा आउने, देवगुरु बृहस्पति पनि उच्च राशिमा बस्नुहुने भनेको मङ्सिर महिनाको 19 गतेबाट उता तपाईँको जीवनमा आध्यात्मिकको एउटा त्यो भोग जागृत हुनेवाला छ। जुन आध्यात्मिक विशेष प्रकारको त्यो एउटा ढोकाहरू तपाईँलाई खोलिन सक्ने चान्सेस यहाँलाई बनिदिएको उपस्थिति छ। त्यसैले तपाईँलाई गएर सकारात्मक प्रकारको परिस्थितिको योगहरू केवल तपाईँले पाउनुहुनेछ। त्यो मानेमा तपाईँको लागि राम्रो छ। यो केतु भन्ने र बृहस्पति ग्रह भनेको धर्म ध्वजा योग हो। धर्म आध्यात्मिकको कुराहरू तपाईँले गएर यसलाई अझ अगाडि बढाउने, तपाईँ यदि साधनातिर अथवा लाग्नु भएको छ भने अझ राम्रो रिजल्ट पाउने, एउटा राम्रो एउटा साधक रूपबाट तपाईँ चिनिने। तपाईँ यदि आध्यात्मिक एउटा धर्म कर्म जुन एउटा क्षेत्रमा लाग्नु भएको छ भने गुरुको एउटा जुन एउटा उत्कृष्ट एउटा पहिचान तपाईँले पाउने। तपाईँलाई विविध प्रकारको कर्महरूले सकारात्मक प्रकारको परिस्थितिहरू केवल तपाईँलाई पार्नेवाला छन्, जुन कुरा तपाईँलाई सकारात्मक छ। तर यहाँको लागि हेर्नुपर्दा यो लाभ हाउसमा राहु ग्रह कहिलेसम्म रहन्छन् त भन्दा 18 महिना रहने हो। मङ्सिर महिनाबाट उता 18 महिना, एभरेजमा हेर्नुपर्दा यो 2085 सालको जेठ महिना पुरापुर लगभग यहाँलाई यहाँ रहन्छन्। तब त्यो बेलासम्म तपाईँलाई राहु ग्रहले भने पोजिटिभ फिडब्याक दिन्छ। तर 85 सालभन्दा अगाडि अब 84 साल तपाईँलाई कस्तो छ त? 84 साल तपाईँलाई लग्नेशको स्वामी 6 ठाउँमा जानुले 2084 साल तपाईँको लागि केही स्थान परिवर्तनको योग छ। भनेको तपाईँ यो एक ठाउँमा हुनुहुन्छ भने अर्को ठाउँमा जानुहुन्छ, एउटा कम्पनीबाट काम गरिरहनु भएको छ भने त्यो कम्पनीभन्दा अर्को कम्पनीमा लाग्नुहुनेछ। केही चेन्ज लेभलको योग छ, परिवर्तनको योग छ, अरूलाई पनि आकर्षित गर्न सक्ने योग छ। शत्रुलाई कुनै ढङ्गबाट तपाईँले स्थान दिन सक्ने चान्सेसहरू तपाईँलाई बनिएको उपस्थिति छ। तपाईँलाई जीवनमा कस्तो खालको काम कार्य भिजनहरू लिएर अगाडि बढ्नु पर्छ भन्ने विषयवस्तुको महत्त्वपूर्ण प्रकारको पाठ तपाईँलाई बृहस्पति ग्रहले सिकाउनेवाला छ। त्यसैले यहाँलाई 84 सालको यहाँलाई असारबाट उताको बृहस्पतिको गोचरले केही परिवर्तनहरू बनाउँछन्, जुन तपाईँ वैदेशिक सम्बन्धीमा यात्रा गर्न चाहनुहुन्छ भने सफलता छ। अहिले छ कि छैन भन्ने लाग्न सक्छ, अहिले त छ तर अलिक बढी खर्च लाग्न सक्छ, तर काम चाहिँ हुन्छ हुन चाहिँ। तर अहिलेलाई भन्दा भोलि भविष्यको लागि अझ अर्को वर्षको लागि सकारात्मक परिस्थितिहरू तपाईँले पाउनुहुनेछ। तर विशेष त 83 सालको मङ्सिर महिनाको 19 गतेबाट उताको समय परिस्थिति अझ प्रयास गर्दा सबैभन्दा उत्तम रहन्छ। प्रयास गर्न नहुने महिनाहरू भनेको तपाईँको लागि
राशि कुण्डली अथवा चन्द्र कुण्डलीबाट हेर्दा एउटा कार्तिक महिनामा प्रयास नगर्नु, अर्को फागुन महिनामा प्रयास नगर्नु, सरौ बाँकी समयपछि तपाईँलाई गएर राम्रै ढङ्गबाट मध्यम ढङ्गबाट नै अडि जानेवाला छ। 84 साल तपाईँलाई सकारात्मक छ। 84 सालको माघ महिनाबाट फेरि शनि ग्रहले तपाईँलाई गएर तपाईँको राशिबाट शनि महाराजले बिदा लिएर मेष राशितिर जान्छन्। जब मेष राशिमा जाँदा तपाईँ अब घर परिवारहरू त्याग्न सक्ने योगहरू यहाँलाई 84 साल बनिएको पछि छ। 84 साल तपाईँलाई आफन्त नातागोता इष्टमित्र तपाईँ त्यागेर एउटा सन्यासी जस्तो प्रकारको एउटा लाइफ होइन, अलिक एकान्तताको लाइफ, तपाईँको पारिवारिक रूपबाट पनि तपाईँ अलिक फरक ढङ्गबाट चेन्ज गर्नुहुन्छ। कुन काम गर्दै गर्नुहुनेछ त्यो काम परिवर्तनहरू हुनसक्छ। तपाईँलाई महत्त्वपूर्ण त मूलत यदि यो परिवर्तन भएको छैन भने तपाईँको बुबाको प्रपर्टीहरू तपाईँले पाउनुपर्ने चिजहरू तपाईँले पाउनु भएन अथवा नपाउन सक्ने चान्सेस रहन्छ। तपाईँको बुबाको प्रपर्टी नै केही विवादमा पर्न सक्छ वा धन सम्पत्तिहरू कतिपय कुरामा विवादमा पर्न सक्छ। गोचरको कुरामा हेर्दा तपाईँले किनेको सम्पत्ति, तपाईँको बुबाले किनेको वा तपाईँले किनेको सम्पत्तिहरूमा तपाईँका अरू इष्टमित्रहरू हुन्छ नि, आफन्त नातागोताहरू, कोही न कोही सदस्यहरू बिचबाट केही विवादका विषयहरू बनाउन सक्ने चान्सेसहरू तपाईँको जीवनमा हर हमेसा रूपबाट बन्दै जान सक्ने परिस्थिति तपाईँको लागि बन्नेछ। त्यसैले प्रिय तपाईँ मीन राशि भएका महानुभावहरू, तपाईँलाई 84 साल समग्रमा केही महत्त्वपूर्ण चुनौती र परिवर्तन र यो यदि धेरै गर्नैपर्छ भन्ने छ। 84 साल तपाईँलाई प्रेम प्रसङ्ग रिलेसन कस्तो छ त भन्दा 84 साल तपाईँको लागि प्रेम प्रसङ्ग अथवा रिलेसनमा भने केही डिट्याच बनाउने योग छ। जे देखेको छ त्यो बोल्नुहुन्छ, तर त्यो समयले पैसाले भने नपचाउन सक्ने खालको योग छ। त्यसैले प्रेम प्रसङ्गमा भने के कुरामा भने ख्याल गर्नुपर्ने छ। 84 साल तपाईँलाई दाम्पत्य जीवनका विषयहरूलाई हेर्नु पर्दाखेरि केही सामान्य डिस्कसहरू कतिपय कुरामा चाहिँ अलिकति हर हमेसा रूपबाट कतिपय कुरामा बन्दै जान सक्ने परिस्थिति तपाईँले सामना गर्नुहुनेछ। तर आफन्त नातागोता इष्टमित्रहरूबाट तपाईँ बचेर अगाडि बढ्नुहोस्। धन सम्पत्ति कम खर्च गर्दै अगाडि बढ्नु होला, जोगाउने प्रयास गर्नुहोस्। तपाईँलाई 2084 साल चाहिँ अलिक बढी खर्चको महिना, खर्चको वर्ष रहिरहेको छ। 84 साल विवादमा पनि पर्न सक्ने चान्सेस छ। विवादमा पर्न सक्ने भनेको मुद्दा मामिला, झै झमेला, डिस्कसहरू, कुनै कानुनी सम्बन्धी अडचनहरू, यी विविध प्रकारको कर्महरूमध्येको केही न केही समस्याहरू तपाईँलाई अवश्य पनि आउन सक्छन् 84 सालमा। मलाई ध्यान दिनु होला। 85 साल कस्तो छ त भन्दा 85 साल भने यहाँको लागि समग्रमा सकारात्मक छ। 85 साल तपाईँको लागि बृहस्पति ग्रह 7औं घरमा आउँछन्। 7औं घरमा आउँदा आध्यात्मिक भोगहरू जागृत हुन्छ। ज्योतिषकोमा पनि हेर्नुपर्दा वास्तु सम्बन्धीका विविध कुराहरू तपाईँले अध्ययन गर्नुहुन्छ। ज्योतिषमा पनि तपाईँलाई मन पर्दै जान सक्ने एउटा विधामा तपाईँलाई पर्नेवाला छ। 85 सालको असारबाट राहु ग्रह फेरि यहाँलाई गएर मकर राशि छोडेर धनु राशितिर आउँछ। यो समयपछि राम्रो छ। 85 साल तपाईँको घर झगडा कतिपय कुरामा डिट्याचमेन्टहरू चाहिँ बन्न सक्नुहुन्छ। तपाईँलाई अरू समग्रमा विषयवस्तु चाहिँ तपाईँलाई सकारात्मक परिस्थितिहरू तपाईँले पाइरहनु भएको छ। शनिको गोचर तपाईँलाई निचो हुँदैछ। त्यो यहाँको लागि 84 सालको पनि के अरे पुष माघबाट उताको समय परिस्थिति ख्याल गरेर अगाडि बढ्नु होला। विशेष यहाँलाई मक्सिरतिरको टाइमबाट उताको आसपासको टाइमबाट शनि ग्रह लगभग निचो हुन सक्ने सम्भावनाहरू छ। शनि ग्रह निचो रहनु भनेको तपाईँको काममा कतिपय कुरामा समस्या आउनु, कहाँमा आउँछ एउटा धनस्थान सम्बन्धीको विषयमा समस्या आउँछ एउटा कुरो। अर्को कुरो इम्पोर्ट एक्सपोर्ट सम्बन्धीको कुरामा समस्या आउँछ। अब तपाईँको लागि व्यापार बिजनेस गर्ने कि दाम्पत्य जीवनमा लाग्ने कि अथवा कस्तो के लाग्छ, दाम्पत्य जीवनमा लाग्नु भने महानुभावलाई त मैले भनिसकेँ 83 साल अहिले नै लाग्नु होला सबैभन्दा उत्तम छ। रहेको कुरो खाइरहेको जागिर सकारात्मक नै रहन्छ। 84 साल तपाईँलाई दाम्पत्य जीवनमा केही अहिले भने पति पत्नीको बिचमा केही स्वास्थ्यमा ध्यान दिनुहोस्। गर्ने कुरालाई गएर छलफलमा गएर सहकार्य गरेर अगाडि बढ्नुहोस्। 85 साल भने राम्रो परिस्थितिहरू छ। अब यो शनि ग्रह, राहु ग्रह, बृहस्पति ग्रहले के गरे त? बृहस्पतिको लागि 83 साल त समरमा तपाईँलाई गएर केही गर्न परेन, राम्रो छ। शनिको लागि भने तपाईँले शनिको आडै यो 7.5को जबहरू गर्नु होला सकभर। यो शनिको लागि पिपलमा पानी चढाउने होइन, यहाँले गएर कामहरू गर्दै अगाडि बढ्नुहोस्। कालो कपडाहरू धारण नगर्नु होला। कालो कपडाहरू तपाईँको शरीरको हाइट बढाएको कालो कपडाहरू दान दक्षिणा गरिदिनु होला। शनि ग्रह भने त्यो भूगोलको हिसाबले पश्चिम दिशा, दक्षिण पश्चिमतिरको कर्नरमा पर्ने भएको हुनाले त्यो पश्चिम दिशातिर कोठाहरू तपाईँ सकभर नपर्नु होला। शनि ग्रहको श्रमजीवीको प्रयत्न गर्ने हो। ज्यालामुद्री गर्ने मान्छेहरूको लागि उनीहरूको पारिश्रमिकहरू तपाईँले तत्त ढङ्गबाट तपाईँले पुरा गरिदिनुहोस्। त्यो राम्रो बन्दै जान सक्ने परिस्थिति तपाईँलाई बनिएको पछि छ।
शनि ग्रह भनेको एउटा न्यायको कारक हो, न्याय दिने खालको काम कार्य गर्न। शनि ग्रह एउटा राशि मण्डलबाट अर्को राशि मण्डलमा जाँदा साढे 2 वर्ष लाग्ने भएको हुनाले ढिलो यात्रा गर्ने भनेको वृद्धहरू, दृष्टिविहीनहरू होइन, कतिपय मान्छेहरूले तपाईँले सहयोग गर्दा, बाटो क्रस गर्दा सहयोग गर्दा यी अझ उत्तम रहन सक्ने पछि तपाईँले सामना गर्नुहुनेछ। नाग देवताको विशेष त 83 सालको चाहिँ मङ्सिरको 19 गतेभित्र तपाईँले अलिक केही कुराहरू नाग देवतालाई पुज्नु होला होइन, र कालो कपडा दान दक्षिणाहरू गर्नु होला। ग्रह शान्ति, जबहरू, कतिपय कुराहरू उपस्थितिहरू तपाईँले गर्दै अगाडि बढ्दा तपाईँले पाउनुहुनेछ। समग्रमा तपाईँलाई गएर 83, 84, 85 भने केही परिवर्तनको वर्ष तपाईँलाई बनिरहेको उपस्थिति छ। तर 83 साल चाहिँ अझ केही महत्त्वपूर्ण प्रकारको परिवर्तनहरू रहन्छन्। आइटी क्षेत्रमा लाग्नुभएका राम्रै परिस्थितिहरू छ तपाईँको लागि। विदेशतिर रहनुहुनेको महानुभावलाई पेयर कहिले लिने, के लिने, कस्तो हुने, अझ के गर्दा राम्रो हुन्छ भन्ने यहाँको विषय त छ। राशि कुण्डलीबाटै मात्रै हेरौँ त अझ मक्सिर लागेबाट उता तपाईँलाई अझ सकारात्मक छ। मक्सिरबाट लागेबाट उताको परिस्थितिमा तपाईँलाई अझ शरीर पनि हल्का हुनसक्छ, सबै कुराले गरेर साथ दिन सक्छ। विदेशतिरका कामकाजहरू सबै कुराले हर हमेसा तपाईँलाई सपोर्ट दिँदै जान सक्ने परिस्थिति तपाईँले पाउनुहुनेछ। त्यसैले मीन राशिको लागि समग्रमा राम्रै परिस्थितिहरू तपाईँले पाउनुहुनेछ। 83 र 84 साल कस्तो रहन्छ भन्ने कुराहरू जानेको रहन चाहे। नमस्कार, म रमिता सिलवाल। हजुरहरू यो च्यानल पहिलोचोटि हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला, साथै सँगै रहेको बेल आइकनमा दबाई अलमा क्लिक गर्न नभुल्नुहोला। भिडियोमा एक लाइकको अपेक्षा राखेको छु, लाइक गरिदिनुहोला। सुझाव सल्लाह र प्रतिक्रियाको लागि कमेन्ट गर्न पनि नभुल्नुहोला। हस्त, धन्यवाद।